हेलो राधे राधे। आज एउटा फेरि अर्को कहानी सुनाउँछु है। साउनमा हामी कति धेरै व्रत त बसिन्छ शिवजीलाई मनपर्छ भनेर होइन, तर किन मनपर्छ र किन बसिन्छ त नि भनेर एउटा चाहिँ मैले थाहा भएको एउटा वाला है। यसमा अरू पनि धेरै थुप्रै छन्, त्यो पनि बिस्तारै बिस्तारै यदि सुन्न मन लाग्यो भने चाहिँ अरू पनि म भन्छु हजुरहरूलाई पछि पछि होइन। एउटा चाहिँ के छ भने जब समुद्र मन्थन हुन्छ नि, समुद्र मन्थन भएको बेलामा चाहिँ अनि विष निस्किन्छ। सबैभन्दा पहिला हलाल भन्ने विष निस्किन्छ कि त्यो यति विषालु कि त्यसको स्मेलले पनि, त्यसको सुगन्धले पनि, त्यसको त्यो सुगन्धले पनि, त्यसको स्मेलले पनि मानिस जीवात्मा प्राणी जेसुकै भए पनि त्यो मर्ने रहेछ क्या, त्यो बाँच्न नसक्ने त्यस्तो कडा खालको रहेछ। अनि त्यो विष चाहिँ अब के गर्ने त नि भनेर दैत्यहरू देवताहरू सबै आत्तिनु भएछ। अनि शिवजीलाई प्रार्थना गर्न जानुभएछ, यसलाई चाहिँ कसरी हुन्छ बचाउनुहोस्, पृथ्वी बचाउनुहोस् भनेर एकदम प्रार्थना गर्नुभएछ। अनि शिवजीले दायाँ बायाँ केही नसोचिकन त्यो विष चाहिँ आफूले धारण गर्नुभएछ, आफूले पिउनु भएछ है। अनि पिउँदा त्यो हलाल विष पिउँदाखेरि उहाँको अब तल लैजाम मरिन्छ, आफूलाई गाह्रो हुन्छ होइन। माथि छोडौँ अरू प्राणीलाई गाह्रो भएको छ। अनि उहाँले चाहिँ ठ्याक्क आफ्नो कण्ठीमा राख्नुभएछ। अनि त्यहाँबाट चाहिँ शिवजीको कण्ठ यो घाँटी चाहिँ निलो भएको अरे क्या है, त्यो विषको असरले गर्दाखेरि। अनि त्यो विष चाहिँ यहाँ खान त खानुभयो, अब प्राणी त जोगाउनु पर्यो, अनि आफू पनि जोगिनु पर्यो, आफूलाई पनि असर गर्नु भएन। तर खाइसके पछाडि चाहिँ त्यसलाई सेवन गरिसके पछाडि उहाँलाई चाहिँ एकदमै बेसरी गाह्रो भएछ के, एकदमै शरीर एकदमै तात्ने, एकदम तातो भएर उहाँलाई सहनै एकदमै गाह्रो भएछ, बेसरी गाह्रो भएपछि अनि ल कसरी अब उहाँलाई गाह्रो भयो भनेर दैत्यहरू त अब त्यहाँ आत्तिए होइन। अब शिवजीलाई गाह्रो भएको देखेर देवताहरू, दैत्यहरू, मनुष्यहरू सबैजना पृथ्वीको हरेक जीवात्मा प्राणी आत्तिए शिवजीलाई उहाँलाई गाह्रो भयो, हामीलाई बचाउँदाखेरि उहाँलाई गाह्रो भयो भनेर। अनि आत्तिए पछाडि तिनीहरूले के गरेछन् भन्दा सबैजनाले कहाँबाट चिसो जल पाइन्छ जल ल्याउँदै खनाउँदै शिवजीमाथि जल ल्याउँदै खनाउँदै जल, दही, दुध, घिउ सबै ल्याउँदै चढाउँदै खनाउँदै गरेछन् होइन। अनि गर्दाखेरि बिस्तारै शिवजीलाई शान्त हुँदै गएछ। अनि त्यो विषको प्रभाव पनि घट्दै गएछ के, सायद त्यही भएर पनि होला हामीलाई पनि ज्वरो आउँदा पानीपट्टि लगाउँदाखेरि हामीलाई शान्त हुने होइन। अनि अहिले खास यही पूर्णिमा मासमा यति बेलै चाहिँ यही श्रावणमा चाहिँ शिवजीलाई यसरी नै जल चढाएर शान्त भएको भएर, शीतल भएको भएर अनि हरेक साउनमा चाहिँ शिव